Hello everyone, namaste, welcome back to my channel. अनि it's me Puja Rana. After a long time चाहिँ म vlog बनाउँदैछु किन भन्दा अब आज आपनको लाइफस्टाइल एकदम बिजी छ सो कहिले काहीँ रिफ्रेशमेन्ट हुन्छ अनि त्यसपछि त्यसको लागि चाहिँ मैले बनाउने गरेको छु सो आज चाहिँ हामी के गर्न लागिरहेका छौं भन्दाखेरि चाहिँ आज सैटरडेको दिन रहेको छ हाम्रो यासुमी छ छुट्टी छ सेभ त्यही भएर हामी 5 जना नेपाली छौं के अहिले कम्पनीमा सो 5 जना नेपाली चाहिँ हामी एउटै कम्पनीबाट काम गरिरहेका छौं सो 5 जना नै भएर ग्यादरिङ गरौँ रमाइलो गरौँ घुम्न जाम भनेर चाहिँ यहाँको मेन सिटी भनौं न हाम्रो किताकीउसुको जान लागिरहेका छौं हामी चाहिँ कुकुरा मिनामीमा छौं सो हामी यहाँबाट चाहिँ 15 मिनेट सिमोस्ने एकीमा जान लाग्छ हिँड्दै अनि त्यहाँबाट चाहिँ 15 मिनेट चाहिँ एकीमा गएर चाहिँ कुकुरा शहरमा झर्छौं त्यसपछि हामी त्यहाँ के गर्छौं भनेर म तपाईहरुलाई देखाउने वाला छु आज चाहिँ हामी 5 जना ग्यादरिङ गरेर जान्छौं त्यहाँ हामी चाहिँ हलाल सपमा चाहिँ खाइ मनो गर्न जान्छौं नेपाली फुड्सहरु अनि खसीको मासु एकदम खाना मन लागिरहेको छ अनि लिएर आउँछौं अनि पकाएर खान्छौं अनि मोमो नेपाली रेस्टुरेन्टमा गएर मोमो खान्छौं 5 महिना भइसक्यो जापानको मोमो खान नपाएर एकदमै गाह्रो भइरहेको छ सो आज चाहिँ मेरो ड्रिम पुरा गर्ने छु सो हामी जान्छौं तपाईहरुलाई देखाउने नै छु हेर्दै गर्नु होला तपाईहरुको दिन शुभ रहोस् सो कीप अन वाचिङ त्यो भन्दा अगाडि म तपाईहरुलाई आजको मौसम देखाउँछु मौसमले चाहिँ हामीलाई धोका दिइरहेको छ हाम्रो प्लान चाहिँ हिजो अस्तिबाटै थियो जाने सो त्यही भएर हामी अब म्याप हेर्दाखेरि यो हप्ताकै मौसम चाहिँ राम्रो छैन पानी पर्ने बादल लाग्ने देखिरहेको छ सो आज चाहिँ बादल लाएर हुस्सु परेको छ त्यही पनि हामी जान्छौं भनेर जान लागिरहेका छौं म मौसम देखाउँछु हेर्नु है सुसु पुरै चिसो यस्तो छ बट केही छैन जहाँ इच्छा त्यहाँ उपाय भन्छ नि त्यस्तै नै जान्छ आज चाहिँ मैले यो लगाएको छु यसमाथि एउटा ज्याकेट लगाउँछु साइड ब्याग भिरे जिन्स लगाएको छु अनि जुत्ता लगाउँछु यही नै हो अनि यहाँ चाहिँ खाइमनो गर्नको लागि ब्याग हालेको छु चाहिँ आजकल भ्लगहरु बनाउन पाएको छैन किन भन्दा एउटै शेड्युल काम गयो छुट्टी बज्यो यता उता रेस्ट गरे यता उता मात्र हुन्छ त्यही भएर सो एक्स्ट्रा केही गर्यो भने मात्र देखाउँछु भनेर चाहिँ मैले भ्लग खिच्छु सो यही त्यही भएर म आज खिच्दै छु बाइ हामीले चाहिँ बिहान उठेर ढिलो उठ्यौं नुहाई धुवाई सकेर पकाएर खाना खाएर अहिले चाहिँ 1 बज्नको लागि 15 मिनेट बाँकी छ हामी हिँड्दै छौं के गर्छौं के गर्नेवाला छौं सब देखाउने छु कीप अन वाचिङ हामी हिँड्यौं सुरुमा चाहिँ हामी यो इमिग्रेसनको चिठीले रिटर्न आथ्यो के हाम्रो यो फिल अप गरेका छौं यो चाहिँ पोस्टमा हाल्छौं अनि जान्छौं यसरी यो ज्याकेट त लाउनै पर्यो चिसो छ के टोपी पनि छ यसमा मखराबला एकदम चिसो छ के आजको मौसम हेर्नुस् न यस्तो छ सो कीप अन वाचिङ अनि हाम्रो खाइसियामा चाहिँ अहिले 5 जना लेडिज छौं नयाँ हुनुहुन्छ 3 जना 1 जना चाहिँ अस्ति नै थियो अनि हामी 2 जना त पहिल्यै गर्थ्यौं नेपाली दाइ चाहिँ पुरानो वर्ल्ड हो हामी चाहिँ एउटै कम्पनी 5 जना चाहिँ अब हामी दमदार गर्नेवाला छौं यहाँ फेस्टिभलहरु सेलिब्रेसनहरु हैन यताउता पनि सबै रमाइलो हुन्छ अस्ति नै चाहिँ यही बोलाएर हामीले चटपटीहरु यताउता खाथ्यौं सबै भ्लग खिच्नु त सम्भव हुँदैन सो त्यही भएर हामी चाहिँ खिचेको थिएनौं सो कुनै मात्रै खिच्छ आजकल त्यही नै हो कस्तो मौसम त दिदी हुनुहुन्छ हेलो हाई हेलो सो यो खासै तर यो हुस्सा लाग्ने त्यस्तो चिसो नरहेछ है बाहिर हुस्सा लागेको दिन चिसो हुँदैन कि हावाहरु नलारेछ क्या सो यहाँ हाम्रो बाटो जापान यो जग्गा एकदम तातो छ त्यही भएर म यही लगाएँ आजको मौसमलाई हेरेर के पाउनु भ्याउँदो रहेछ कि के रहेछ कुनै भन्थ्यो ल यहाँ हाल्छौँ हामी भयो हिँड्दैछौँ हामी हिँड्दैछौँ आयो हिँड्दा अब हामी माथि जान्छौँ टिकट काट्छौँ साथीहरूलाई भेट्छौँ म देखाउँछु है तपाईँहरूलाई एकी हो यो सिमोस्ने एकी यताबाट भर्न छ हामी भर्न चढ्छौँ
हाकाता जान कोकोरा हामी जान्ला हो त्यहाँबाट हो अनि अरू सिटी के ओसाका टोकियो नागोयाहरू जाने पनि हाकाताबाटै अरू यहाँबाट टाढै पर्छ अर्को यहाँ के 2-3टा नोरी खाइ गर्नुपर्छ आइयो तारी 280 またはカードを入れてください。हामी जान्छौँ हेर्नु तर देखाउँछ कि देख्नु भयो होला प्रोसेस के पो कुकुरा बस्ने कुकुरा 124 बाफ्रे बाफ लु हेलो लु हेलो लु हेलो लु हेलो हाय हेलो ट्रेनमा चढेको साथीहरु लु लु आइयो कुकुरा स्टेसन हामी आयौँ फाइनली यहाँबाट निस्क्यौँ साथीको खुट्टा अड्क्यो टिकट काट्ने हाम्रो सिस्टम बिग्रेर है गाइजहरू आए हामी यहाँ जाने हो क्या अब लु 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 आयौँ हामी पऱ्यो भने धेरै सस्तो पऱ्यो 400-500 त पर्छ यहाँ त बाटोमै के हुँदा यस्तो हुन्छ जापानमा हेर्नुहोस् बल्ल जापानमा छु कि जस्तो लाग्यो है हो नि बारे बा हामी त कहाँ हाम्रो चप्प 1200 हाल्न नि माया राख्छ कि आजकल लु नदिए पनि त यिनीहरूलाई रमाइलो लाग्छ त हेर्नु रिभर वाक सट लेफ्ट साइडको फेस्टिभल जस्तो Western Festival. Wow, matcha, fish. पुरा मार्केट लागिरहेको रहेछ रिभर वालको के हो ठाउँको नाम सालाद खोला
खोलाको बिचमा हेर्नु कस्तो दामी बाफ्रे बाफ साथीहरू यति रमाइलो छ नि यहाँ यति पिस छ मान्छेहरू पनि छ यस्तो मेला लगाइरहेको छ कस्तो राम्रो मन्दिर छ हेर्नु त है अनि कस्तो राम्रो गाडीहरूमा सामान ल्याएर स्ट्रिटमा चाहिँ राखिरहेको छ क्या बेच्नु कस्तो राम्रो क्युट सबैले हाई हाई कस्तो लागिरहेको छ हजुरहरूलाई एकदम ह्याप्पी फिल भइरहेको आउनु नभनेको होइन को आउनु नभनेको म दुईजना ल रमाइलो भयो ल ह्याप्पी स्याटरडे पूजा बाख्रे यतातिर निकाल्नु भयो कस्तो क्युट छ कस्तो राम्रो रमाइलो छ है सोच्या भयो हिँड्दाखेरि त बिहान आउँदाखेरि एकदम हुस परिरहेको थियो एकदमै जाडो जस्तो थियो धेरै लुगा लाएर आयो यहाँको त पुरा घाम लागेर गर्मी भयो लुगाको फालामा कस्तो भयो यहाँ बाँधेको यहाँ रहेछ मतलब सुटिङ जस्तो लाग्छ Wow. Hi, hi. तो राम्रो उस्तान लास लाग्यो कि स्वयम्भू जाँदाखेरि चढ्छ नि उकालो चन्द्रगिरी जाँदाखेरि है यहाँबाट रहेछ फोटो खिच्ने खासै मन्दिर गई ल फोटो सोटो खिच्यो एउटा टिकटक बनाइयो कस्तो आयो के पनि थाहा छैन फोटो भिडियो टिकटक बनाइयो हाम्रो सुन्ता सिसको पारै छुट्टै छ ल हेर्नु कता पुगिसक्यो सो राम्रो पिस छ एकदमै पिस फिल भइरहेको छ ल हेर्नु यहाँ के होला नि त यसको पनि ल हेर्नु राजा रानी हो कि अब के हो यो फाइट खेल्यो खै अब कुनै राजाहरू के झगडा होला केटी जस्तो छ त यो त यो ठाउँ कुनै उसको हुनसक्छ राजदरबारहरूको केही राजको केही कहानीहरू छ होला उहाँ तोप पनि छ स्याटरडे कस्तो भयो राम्रो भइरहेको छ रमाइलो भयो अब हामी कहाँ जान्छौँ अब हामी जान्छौँ पेट पूजा गर्न हलाल सब कथा ऐतिहासिक कुनै राजाहरूको केही हुनसक्छ यो देख्नुभएको कुराको मन्दिर त्यो कुरा किताबको एकदम राम्रो मन्दिरसम्म छैन त्यो भएर गएर आउनु होला यो ढुङ्गा देखाउनु त पुरा यो पनि केही होला है नेपालको मलाई नाम त ढुङ्गा त छ यो पनि केही होला नेपालको जस्तै केही इतिहास एउटा हामी जान्ने सोर्सहरू पनि छ भयो मिल्छ कि क्या छ होला गुडियाहरू होला कि खै यसम्म त म हिँड्छु ल म चाहिँ हाम्रो गेम खेल्न लागेको छु हेर्नु है अब 100 एमको
झ्याप्पै समात्नु अनि त्यो बटनले हो कि अलि उता हो त्यो बटनले गराउने हो खोइ समात टु इन वान गर्नु तपाईँलाई समात्नु त यहाँ ओके गर्नु हो नि ल हेर्नुहोस् जापान भनेको यस्तो हुनुपर्छ नि त हामी बसेको त गाउँ छ अघि हामी पनि गाउँ नि तर त्यो स्टेसनहरू अप्रिलको छुट्टीमा वाउ सो नाइस प्लेस मन्दिर हो ऐतिहासिक केही छ होला यसमा जुन हामीलाई थाहा छैन यस्तो पिस छ नि वाउ हेभेन यो साकुरा होइन र होइन है बाहिरबाट हेर्नु त कस्तो राम्रो शान्त वातावरण छ कस्तो राम्रो फेरि जाडो सुरु भइसकेछ फोटो भिडियो हुँदैछ पोज हुँदैछ बिन्दुसारहरूको यस्तो राम्रो ठाउँ छ नि आनन्द हेर्नु त हरियाली जङ्गल यता मन्दिर यता कस्तो रमाइलो आज स्याटरडे हो नि त ऊ पम्फाले अलि भन्नु भन्छ 3 महिनाको 2 गते निका 2 तारिक भोलि हो नि 3 महिना आजलाई लोटो नै काटियो यहाँ ल 1000 को लोटो काटेँ आज मैले फाइनली जापानमा आएर न्यू एक्सपिरियन्स लिएँ कस्तो हुन्छ के हुन्छ थाहा छैन होप पर्दै हुन्थ्यो खाना 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 जियुमा जानु साइडको छ माथि देखि उक्लिन्छ भन्नु यहाँदेखि यसरी उक्लिन्छ देखाएको पोस्ट गरेको तपाईँको जापानमा आएको पहिलो स्यालेरी आएको कस्तो फिल भइरहेको छ के गर्नुहुन्छ जापानको पहिलो स्यालेरीले पहिलो स्यालेरी नभन्नु आएको 5 महिना भइसक्यो 5औँ महिना 5औँ स्यालेरी हो के गर्नुहुन्छ जारा काम चेन्ज गरेको काम चेन्ज गरेको यो खाइसकेको पहिलो स्यालेरी एकदम खुसी लाग्छ खातामा 2 लाख देख्दै म 2 लाख 4 लाख देख्दै म ढले के गर्नु यो त पहिलो स्यालेरी के गर्न चाहनुहुन्छ यहाँ आइसीको के गर्नु पार्टी खाने ऋण दिने अहिले म खाने उमा ऊ किन्ने जारा कपडा किन्ने पसल किन्ने अनि पोखरा स्टेसन जारा जान्छ सामान देखेर ढल्नु होला क्या ढल्यो ओके ल के आन्छ त पाइटहरू महँगोवाला रहेछ जुत्ताहरू झोलाहरू भयो है फाइनली गएको सामान किन्न लाग्यो पाइट बिल तिर्ने यता दिन्छ किन्न भन्दै छ जाडो भयो पानी पर्यो घुम्दा 5 बज्न लागिसकेको छ निस्किन पानी परिरहेको गोर्खा रेस्टुरेन्ट नेपाली अब यता आस्था छ यही हो आइयो हामी रहेछ
अबै खुसी भयो ए भनेर भनिरहेको थियो यस्तो झोल मोमो चाहिँ 700 रहेछ, चिल्ली मोमो 750, फ्राई मोमो 650, स्टिम चिकन हो यो ए 5 बजिसकेछ त 5:30 भयो होला 5:30 भयो होला अघि 5 बजेदेखि भइन्छ त अझ धेरै भयो होला 5:20 मेरोमा त बटर चिकन करी चिकन करी मटन करी मेरो लागि पनि हेर्दै न त प्लेन नान गार्लिक नान बल्ल थाहा भयो के हाल्नु दिएछ के न के चिकन टिक्का तपाईँको के अरे नम्बर भन्नु व्हाट्सएपमा हालिदिन्छु कति रहेछ चार्टलाई 700 होइन नि फाइनली यति मिस गरेको थिएँ नि मोमो जापानमा फर्स्ट टाइम नेपाली रेस्टुरेन्ट मोमो धेरै पिरो 8 दिँदो रहेछन् त्यही भएर कति प्लेट खानु सक्छ कस्तो लाग्छ तपाईँलाई कस्तो लागिरहेको मिठो सुन्तले कस्तो खान्छ मिठो 200 रुपियाँको सुकुटेर हेर्नुहोस् 800 रुपियाँमा 4 भाग लाग्छ जानु नि आउँदैन है मन पज्या हुन्छ पान खाँदा साथ ध्यान पनि महँगो नभएको त थाहा हुन्छ मोमो खानु दिएको त्यो गान्दा गुन्डुङ गरे त त्यो त मटनलाई भुटेको सुकुटी होइन यो त घर भुटिनु हुँदैन मासु जस्तो छ प्योर सुकुटी होइन जापानमा घाम नलाएर होला लुगा त ताती पानी दिहाल्दै घरमै बिर्सिको यो छैन अब यो घर जाने बेलासम्म पुऱ्याउनु पर्छ है म मस्त पारा हड्डीमा पनि एउटा बिन्दु आएन अनि यता कि हामी दुईजना निकाल न माथि भयो र अलिक मोबाइल तल मसित ल हलाल आयो सानो चट्ट राम्रो रहेछ भाइ ए सामान हाल्ने अनि तलै जाने रहेछ त सामानहरू हलाल पुसलमा कति महँगो तेल होइन हजुर मलाई ल सबले सामान किनेर आयो केटीहरूले ल हलालबाट सामान किनेर मोमो खाएर सुकुटी खाएर निस्के केटीहरू पानी परिरहेको छ जान्छ मोमो यो
टिकट। अब हामी यहाँबाट जान्छौँ। फाइनली हामी पोखरा स्टेसनबाट टिकट लिएर फर्किसकेका छौँ। अब हामी चाहिँ एकीमा जान्छौँ अनि त्यसपछि सिमुस्ने एकी झरेर सुब्बा हाम्रो गेबु सुब्बा जान्छौँ। त्यसपछि सिधै घर जान्छौँ। म देखाउने नै छु थोरै। एकैचोटि घर क्लोज गर्नेछु। आजको दिन एकदम रमाइलो भयो, एकदम रमाइलो। सो हामी सपिङ पनि गऱ्यो, अलिअलि रेस्टुरेन्ट गइयो, खाजा खाइयो, हलाल सब गइयो, मन्दिरहरू घुम्नु जापानिज फोटो भिडियोहरू खिचियो, राम्रो भयो। सब्बामा अलिअलि खाइदिनु गरेँ, पाउरोटीहरू त्यस्तो। अब हामी चाहिँ हिँड्दै हिँड्दै घर जान्छौँ। Thank you so much for watching this video. Don't forget to like, comment, share and subscribe. Keep on watching. आजको दिन चाहिँ एकदम रमाइलो भयो। Bye.